हेलो एभ्रिवान, दिस इज बस्नेत हो। अनि आज चाहिँ म छु हाम्रो नेपालको वान अफ द मोस्ट एक्सपेन्सिभ बसमा है। अनि यो चाहिँ इन्डियामा बनेको गाडी हो, प्रकाशले बनाएको गाडी हो। बडी चाहिँ चेतिस चाहिँ आइचरको 12 मिटर गाडीमा बनाएको चेतिस बडी हो यो चाहिँ। अनि BS6 भएर अनि इन्डियामा बनाएको भएर चाहिँ आई गेस यो चाहिँ हाम्रो नेपालमा अहिले चलिरहेको वान अफ द मोस्ट एक्सपेन्सिभ बस हो यो चाहिँ। अनि अहिले ठ्याक्क देखेको बेलामा हाम्रो दाइसँग भेट भएको बेलामा बनाइहालौँ भनेर तपाईँहरूलाई देखाउँछ है त। अहिले चाहिँ अनि म यसको भित्र छु। अब हामी यसको स्टार्ट यहाँ इन्टेरियरबाटै गरौँ है त। हामी अब म सिटको रिभ्यू गर्छु है। अनि सिटको रिभ्यू गर्नुभन्दा अगाडि चाहिँ अहिले चाहिँ हाम्रो नेपालमा एकदम सोफा सिटको ट्रेन्ड चलिरहेछ। तर त्यो सोफा सिट्सहरू चाहिँ सबै फेक हो, कुनै मात्रै ओरिजिनल छ, जस्तै प्रतिज्ञा अनि लर्ड कृष्ण, मीरा एडभेन्चरहरूमा है। अनि त्योभन्दा अरू चाहिँ सबै फेक हो। अनि त्यो फेकहरूभन्दा चाहिँ यो सिट चाहिँ 100% एकदम राम्रो हुन्छ है, कम्फर्टेबल। यो चाहिँ अलिक प्रुभन टाइपको हुन्छ। अब यो प्रकाशले बनाएको भनेपछि अफकोर्स राम्रो हुन्छ। ल अलिक नजिकबाट देखाइदेऊ त। अनि सिटमा चाहिँ यहाँ पुरै सिट बेल्ट्सहरू सबै हुन्छ, फोन चार्जिङहरू पनि यहाँ सिटमै छ है इनबिल्ट। अनि मोबाइल होल्डर्सहरू पनि सबै सिट्समै भएको हुन्छ। यो चाहिँ पुरै एकदम रिसर्च गरेर बनाएकोहरू हुन्छ। त्यो फेक सोफा सिट भन्दा चाहिँ एकदम 100% खतरा हुन्छ कि यो सिट्सहरू चाहिँ है त। अनि हाम्रो नेपालको सबै बसमा प्रायः जस्तो मैले चढेको केसमा चाहिँ मेरो एक्सपिरियन्समा सबैमा अगाडि एउटा मात्रै ठुलो टिभी हुन्छ, अनि पछाडि बस्नेहरूलाई हेर्न अलिक देखिँदैन नि त, अनि तन्केर हेर्नुपर्छ। यसको चाहिँ यो बसमा दुईवटा टिभी हुन्छ है त। अगाडिको प्यासेन्जर्सको लागि अगाडि छ भने यो पछाडिको रोको लागि फेरि छुट्टै टिभी हुन्छ कि। यो चाहिँ एकदम स्पेसल छ कि यसको चाहिँ है त। यो बस चाहिँ स्विफ्ट होलिडेजको बस हो। तपाईँहरूले थाहा पाइसक्नुभयो यो कसले ओन गर्छ भनेर सर्ट्सहरूबाटै। अनि उहाँ स्विफ्ट होलिडेजको चाहिँ काठमाडौँबाट सौरा अनि काठमाडौँबाट पोखरा र पोखराबाट सौरासम्मको चाहिँ बस रुट्सहरू एभाइलेबल छ है त। यही सेम बस है त। हेलो, मेरो नाम नरेन्द्र श्रेष्ठ। म स्विफ्ट होलिडेको गुरुजी 0014 को। मेरो गाडी काठमाडौँदेखि सौरा चल्छ, 7 बजे छुट्छ काठमाडौँबाट, चितवनबाट 7:30 बजे छुट्छ। तपाईहरुलाई पनि हाम्रो गाडीमा यात्रा गर्न होला अनि सल्लाह सुझाव दिनु होला त्यसको के छ यसो सबै कुराहरू। कमरे में घुसता जैसे हाथी, टेबल बैठा तो फिर गांधी, करते मोटा 4 शो का होते दंगे, चलती लाठी। हमने हार से सीखा और सीखों से जीत बना दी। सोना था हराम तभी तो किस्मत हो रही चांदी। एक दिन रहता दिल्ली, दूजे दिन में बैठा बाली। पंगा चीते से तो समझो रास्ता बिल्ली काटे काली। आई कैन सी थ्रू ऑल ऑफ देम। ये यो स्विफ्ट बस रिभ्यू गर्दै थिए अनि हाम्रो त्यहाँ जुङ्गे दाइसँग भेट भइसक्यो उहाँ किङ गाडीमा है। ल अब हामी जाऊँ जुङ्गे दाइसँग भेटौँ है त। ल अनि जुङ्गे दाइ चाहिँ अहिले कलमा बिजी हुनुहुन्छ। त्यतिन्जेलसम्म चाहिँ यहाँ हामी रिभ्यू गरिदिउँ। देशान्त र म पसेको छु है लुसुक्क। ल यस्तै छ। ल एकचोटि तिमी बस नि त देशान्त। ल बस त यसमा बस त। कस्तो रहेछ उग्रतारा कम्फर्टेबल कि यो? ल म चाहिँ अब यस्तै। ल ठिकै छ। ल यो चाहिँ हाम्रो जुङ्गे दाइ गाडीको इन्टेरियर हो है त। अब हामी जुङ्गे दाइसँग भेट्न जाऊँ। ल जुङ्गे दाइसँग भेट भयो हाम्रो जुङ्गे दाइसँग है। हाम्रो ट्राभल भ्लग पनि आउँछ सँगै। ल जुङ्गे दाइको चाहिँ अलिकति हतार छ है। अब उहाँहरूको चाहिँ निस्किने टाइम भइसक्यो। सुर्खेतको गाडी बस्तारबाट निकाल्नुपर्छ, जामसाम हुन्छ। अनि अब ल यस्तै छ। अब हामी चाहिँ क्यामेरा मेरो फोनमा चार्ज पनि छैन, एकछिन चार्ज हालेर जुङ्गे दाइसँग गफसप गरेर फेरि एकछिनमा ब्याक आउँछौँ है त। ल जुङ्गे दाइ चाहिँ अहिले हालफिलहाल यो किङ एयर बस चलाउनुहुन्छ है त, सुर्खेत काठमाडौँ है त। ल नेपालको वान अफ द मोस्ट एक्सपेन्सिभ बसको चाहिँ अर्को पनि आइपुगिहाल्यो है त। ल है पोखरा जगदम्बा ट्राभल्स। यो बस र स्विफ्ट होल्डेजको बस चाहिँ लगभग उति नै प्राइस पर्छ है त। यसको चाहिँ 33 अलिक सस्तो पऱ्यो होला यो BS4 भएर, त्यसको चाहिँ BS6 भएर अलिक महँगो पऱ्यो होला त्यस्तै।